रासपालाई बोल्ड पार्टी बनाउन रवि बालेन र कुलमान सहमति नजिक। कुलमानसँग स्वर्णिमको फेस टु फेस 3 घण्टा वार्ता। रविले जेलबाटै पार्टी चलाउने। रासपामा कुलमान लैजानका लागि स्वर्णिम वाग्लेले 3 घण्टा फेस टु फेस वार्ता गरेको खुलासा भएको छ। काठमाडौँका मेयर बालेन शाहलाई मनाउन रविले वार्ता जारी राखेका छन्। बालेन नयाँहरूको शक्ति ठुलो भए आफू सदस्य मात्रै बन्ने, अध्यक्ष वा प्रधानमन्त्री पद नचाहिने बताउँदै आएका छन्। अहिले रासपाले रवि लामिछानेमाथि मुद्दा छिटो टुङ्गाइदिन सरकार र न्यायालयलाई अपिल गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले अघिल्लो सरकारले राजनीतिक प्रतिशोध साधेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएको भन्दै वर्तमान सरकारले न्यायोचित व्यवहार गर्ने अपेक्षा समेत गरेको छ। बैठकपछि सचिवालय सदस्य एवं कानुन विभाग प्रमुख सोभिता गौतमले मुद्दा फास्ट ट्र्याकमा टुङ्गाउन पहल गर्न सरकारको ध्यानआकर्षण गराएकी छिन्। विगतको सरकारले प्रतिशोध छाड्यो, मुद्दा उठानदेखि नै प्रतिशोध भएको हो। अहिले मुद्दा न्यायालय अदालतमा छ। अब कसरी फास्ट ट्र्याकमा लैजाने, मुद्दा छिटो टुङ्गाइदिनुहोस् भनेर सार्वजनिक धारणा राखिरहेका छौँ। उनले भनिन्, अहिले सरकारमा भएका मन्त्रीहरूमध्ये अधिकांशले रवि लामिछानेमाथि प्रतिशोध साध्यो भन्नुभएको छ। सरकारमा गइसकेपछि के धारणा राख्नुहुन्छ त्यो भन्नुपर्छ, होइन भने पनि भनिदिनु पर्यो। पछिल्लो परिवेशमा सरकारको धारणा के हो, यसलाई फास्ट ट्र्याकमा टुङ्गाउने विषयमा भनिदिए हुन्थ्यो। अदालतको विषय अदालतले हेर्ला, तर सरकारको तर्फबाट गर्ने काममा सरकार स्पष्ट हुनुपर्छ। गौतमले मुद्दा टुङ्गाइदिन सार्वजनिक फोरमबाट आफूहरूले निरन्तर आवाज उठाइरहेको भन्दै थपिन्, हाम्रो सभापतिको मुद्दालाई फास्ट ट्र्याकमा टुङ्गाउन के रहन सक्छ उहाँहरूले भनिदिनु भए हुन्थ्यो। सरकार अब कसरी प्रस्तुत हुन्छ हेरिरहेका छौँ। सबैको आशा बोकेको नागरिक सरकार बनेको छ, न्यायोचित व्यवहार गर्छ भन्ने आशा छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले न्यायालयका लागि आफूले कदम चाल्ने बताएका छन्। औपचारिक केही कुरा राखेका छैनौँ, सरकार आफैले बुझेर गर्नुपर्छ, हाम्रो तर्फबाट गर्ने काम गरिरहेका छौँ। रासपाका अनुसार अब रविले जेलबाटै पार्टी सभापति चलाइरहनेछन्। उनले यो सन्देश आफ्ना पार्टीका नेता कार्यकर्तालाई भित्रबाट पठाएका छन्। सिधा कुरामा हिजो प्रकाशित भएको एक रिपोर्ट अनुसार रासपाले नयाँ शक्ति निर्माण गर्ने पार्टीको नीति रहेको र त्यसमा कुलमानसँग वार्ता लगभग निष्कर्षमा पुगिसकेको खुलासा गर्यो। रासपा र कुलमानको विषयलाई छोडेर अन्य शक्ति पनि रासपा र कुलमानको शक्तिमा हटाउन, रासपा भित्रको शक्ति सन्तुलन खल्बिने विषय अन्य शक्तिले छोड्नुपर्ने रासपा नेताहरू बताउँछन्। अर्थात् रासपामा रवि र उनका पछि उपसभापतिको समझदारी बलियो र सुमधुर रहेको, संस्थापक सभापतिको रूपमा रवि लामिछानेको वरियता सधैँ 1 नम्बरमा रहने कुरा निर्विवाद राख्दै रविमाथि एमाले कांग्रेसले ठूलो प्रतिशोध साधेको तथ्य स्थापित भएको र उनी कानुनको नजरमा दोषी नभएको अवस्थामा उनको पदीय व्याख्या बाहिरबाट थोपर्नु घोर अराजनीतिक, अनैतिक र अस्वीकार्य हुने पार्टीले उल्लेख गरेको सिधा कुराले लेखेको छ। पुराना दलको विकल्पमा नयाँहरूको गठजोडमा रासपा सहभागी मात्र होइन, मियोने भएको भन्दै रासपाले पार्टीको देशव्यापी सञ्जाल संसदमा जेन्जी पुस्तालाई लगेर दीक्षित गरेको एकमात्र स्थापित दल भएकाले पार्टीको चुनाव चिन्ह घण्टी र नाम परिवर्तन गर्न नसकिने रासपाको स्पष्ट धारणा छ। बालेन र उनको समूह जेन्जीका प्रतिभाशाली नवयुवा वर्तमान सञ्चार मन्त्री जगदीश खरेल सहित पुरानो विवेकशील दलमा खारिएका असल पात्रहरू पनि अब रासपा छेड्नेछन्। बाबुराम भट्टराई पनि घण्टी चिन्हबाटै अब चुनाव लड्ने पक्का भइसकेको बताइन्छ। यसरी हेर्दा अब रासपाको घण्टी चुनाव चिन्हबाट नयाँ र पुराना अनुहारहरू मैदानमा आउने निश्चित देखिएको छ।